हेलो एन्ड नमस्ते सबजनालाई वेलकम टु माई ब्लग अनि सबैलाई गुड मर्निङ। आज चाहिँ म पोखरा जान लाग्यो। सो त्यही बारेमा ब्लग आज ट्राभल ब्लग हुँदैछ। म चाहिँ अरू बेला चाहिँ अब राइडर हुन्थेँ, आज चाहिँ आफै इनड्राइभ बुक गरेर जान लाग्यो। मेरो इनड्राइभ पनि एराइभ भइसकेको छ। साथै गर्नु पर्यो अब। हेलो हजुर 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 म आउँदैछु है त। हस् हुन्छ हुन्छ हस्। पनि आइसक्नु दाइ यता हजुर हजुर बनाउँदैछ। मैले पठाउ राइडहरू तिनीहरूको अनि फुड डेलिभरीको ब्लग बनाएको थिएँ क्या। ब्लगहरू बनाएर आउँछु बेला बस स्टार्टिङ भयो। यो पठाउ भन्दै इन्टरनेट धेरै मैले पठाउनै गर्थेँ पहिला। म स्टार्टिङबाटै गरेर गर्न चाहिँ अनि यो 20% तिर्दा तेल हाल्दा खासै पैसा नबज्ने। अनि इन्डियाले त हजुर 20% कमिसन हो नि त, यसमा पर्दैन। अनलाइन खल्तीबाट त्यहाँ चुमबाट राइड जान्छ पोखरा हो टिकट भएपछि ए पुरै ग्लोबल गाडी छ। त्यही कतिजना एकजना कि दुईजना, एकजना आउँदैन हुन्छ। सर्च गर्नु अङ्कित अनि बोल्छन् GAUCHAN हजुर। ए जस बेस्ट अफ लक। हस् ल पदा दिनुहोस्। कति नम्बर फोन? 7 र 8 6 र 7 कि 7 र 8 सँगै छ दुईटा। टिकट पनि काट्नु भयो? टिकट भइसक्यो ल। यही बस हो आज पोखरा जानु लाग्यो बस। बिचको कुन चाहिँ दाइ यो? टाइममा हिँड्छ दाइ? हो नि 7 बजे ल यो चाहिँ सोह्रखुट्टीको टुरिस्ट बस पार्क। ठुलो गाडी लाग्छ। सबै पोखरा जाने गाडी हो त है? पोखरा चितवन। ए पोखरा चितवन। खै त्यो उँभो आउनु पनि कहाँ आइपुग्नु भयो? होइन यतापट्टि यो नयाँ बजार जानेतिर हेर त पुरै बसको लाइन छ त्यहीँ। यो पुरै
चोकमै छ त यो त पुरै बसै बस छ त टल्लै बालाजु जानतिर होइन यता नयाँ बजार जानतिर ल फाइनल्ली बुबु पनि आउनुभएको छ अगाडि होइन बिचमा छ अगाडि ब्याग थियो अनि त्यहाँ 7 बजे हो छुट्ने 7 बजे त्यो पछाडि त्यो पछाडि अझै यता अगाडिको प्याक भइसक्यो रहेछ यो पाटो ठिक छ गाडी ठिकै होला नि अब जानु पर्यो अहिले त पानी गाडीमा दिनुहुन्छ कि पानी हामी दिन्छु पानी हुन्छ अहिले है यसो अगाडि बसेर भिडियो बनाउनु मिल्छ यहाँ बसेर भिडियो बनाउनु मिल्छ हुन्छ है कता यताबाट जाने कि यता फर्केर आउने हो रिङ रोडबाट त्यहाँ अगाडि गएर फर्काउने हो ए जाँदै रिङ रोडबाटै जाने गाडी पनि हिँड्यो मान्छे चढायो भने त किन आउँछ 5 मिनट लाग्छ 5 भएको छ गाडी घुमाउँदा के गर्ने पाँच मिनट पनि लागेन अरू बेला फेरि टाइमिङको मतलबै हुँदैन फेरि है उनीहरूमा पैसा खाने बाटो गर्छ मान्छे आउँदै हो
दरकार छ त यो एउटा अन्डा ब्रेड हजुर त उता जेरोतिर जानुहुन्छ हो जेरोतिर जानुहुन्छ पिठी चोकी तालतिर एयरपोर्टतिर त्यसपछि त्यही नागडुङमा जाँदैन है त हजुर पिठी चोक भन्नु न पिठी चोक झरे जान्थ्यो जानलाई नागडुङमा झर्दै गएर सुन न नागडुङमा चरक हस्पिटल जानेनिर होइन पेट्रोल पम्पतिर हो त्यो त चाहिने साइड ल त दाइ लाग्यो ल है